कसको चाहिँ इच्छा हुँदैन होला एकदमै हेल्दी सिल्की साइनी स्मुथ खालको कपाल होस्, एकदमै बाक्लो खालको कपाल होस्। हजुरहरूले चाहिँ आफ्नो ड्रिमवाला कपाल चाहिँ पाउन सक्नुहुन्छ आजको हेयर अइल लगाउनु भयो भने। आजको रेसिपीमा रहेको छ एलोभेरा हेयर अइल, जुन चाहिँ हामीले घरमा एकदमै सजिलोसँग बनाउन सक्छौँ अनि यस्तो खालको हजुरहरूले चाहिँ आफ्नो कपाल बनाउन सक्नुहुन्छ। त्यसको लागि हामीलाई केही चाहिँदैन, हेर्नु चाहिँ हाम्रो गार्डनमा चाहिँ सजिलैसँग उपलब्ध हुने यो हो एलोभेरा। यो एलोभेरा प्लान्ट नहुने भन्ने कसैको घरमा पनि छैन, जसको घरमा पनि हुन्छ है। सो यो प्लान्ट भइसकेपछि हाम्रो हेयर केयर रुटिन चाहिँ त्यतिकै पनि राम्रो हुन्छ, हाम्रो हेयर चाहिँ त्यतिकै पनि राम्रो हुन्छ जस्तो मलाई लाग्छ है। अनि त्यसपछि हामीलाई चाहिन्छ अर्को कोकोनट अइल। यो अइल अब कपाल उमार्नको लागि, कपाल बाक्लो सिल्की स्मुथ बनाउनको लागि आफैमा यति धेरै गुणकारी छ होइन। तर यसमा हामीले चाहिँ एलोभेरालाई मिक्स गरेर अनि अरू एक दुई चिज मिक्स गरेर चाहिँ हामीले एकदमै म्याजिकल खालको चाहिँ हेयर अइल बनाउन सक्छौँ। अनि अर्को चाहिएको छ हामीलाई यो चाहिँ प्याजको बारेमा मसँग धेरै भिडियोज छ, हजुरहरूले मेरो च्यानलमा गएर हेर्न सक्नुहुन्छ है। प्याज राख्ने बित्तिकै चाहिँ हाम्रो जुनसुकै हेयर अइल होस् त्यो चाहिँ 10 गुणा राम्रो काम गर्ने हुन्छ। त्यो भएको भएर चाहिँ प्याज जुनसुकै हेयर अइलमा हजुरहरूले मिक्स गरेर बनाउन सक्नुहुन्छ। अनि अर्को रहेको छ यो हो ल्वाङ पनि आफैमा गुणकारी छ। अनि त्यहाँ माथि कोकोनट अइलमा यो मिक्स गर्ने बित्तिकै यसले आफ्नो म्याजिक चाहिँ त्यहाँनिर देखाउन थाल्छ। अनि अर्को चाहिन्छ हामीलाई मेथी दाना पनि हजुर सबैलाई थाहा छ यसको कमाल के छ भनेर होइन। यी सबै चिज चाहिँ मिक्स भइसकेपछि हजुरको कपालमा चाहिँ जादु देखाउनेवाला छ। सो पक्का पनि आजको रेमेडी ट्राई गर्नुहोस्। ट्राई गरिसकेपछि कस्तो भयो मलाई चाहिँ कमेन्टद्वारा चाहिँ जानकारी दिनुहोला। सबभन्दा पहिला चाहिँ हामीले एलोभेरा प्लान्ट काटिसकेपछि यसलाई 2 घन्टादेखि 3 घन्टासम्म चाहिँ पानीमा डुबाउने। अनि पानीमा डुबाइसकेपछि चाहिँ मजाले यसलाई छोडिदिने है। अनि त्यसपछि हजुरहरूले यसको पहेँलो जति सबै फालिसकेपछि यसलाई फेरि राम्रोसँग पखाल्ने अनि साइडको काँडा काट्ने अनि यसलाई मसिनो पारेर हजुरहरूले चाहिँ काट्न सक्नुहुन्छ। अनि मिक्सरमा राखेर यसलाई ब्लेन्ड पनि गरेर जेलै निकाल्न पनि सक्नुहुन्छ, जे गर्दा पनि हुन्छ है त। हजुरहरू कपाल झरेर एकदमै तनावमा हुनुहुन्छ है, अनि त्यसै गरी हजुरहरूको कपाल फ्रिजी ड्राई ड्यामेज भएर पनि तनावमा हुनुहुन्छ। अनि हजुरहरू चाहनुहुन्छ आफ्नो कपाल बरु बाक्लो भए नहोस् तर आफ्नो जतिको कपाल छ त्यो कपाल चाहिँ कतै पनि नजाओस् भन्ने चाहनुहुन्छ भने चाहिँ यो रेमेडी ट्राई गर्नु नै पर्छ है। हजुरहरूले अल्छी गरेर चाहिँ हुँदैन, ट्राई गरिसकेपछि मात्र यसको रिजल्ट पाउनुहुन्छ। यसले कपाललाई यति धेरै सफ्ट सिल्की स्मुथ साइनी बनाइदिन्छ, त्यो त हजुरहरूले युज गरेपछि मात्र थाहा पाउनुहुन्छ। अनि एलोभेराको हेयर प्याकहरू नलाउने व्यक्तिहरूको पनि हुनुहुन्न होला होइन, हप्तामा 2 चोटि या 1 चोटि चाहिँ एलोभेराको हेयर प्याक पनि लगाउने गर्नु होला। यसले हजुरहरूको कपाललाई एक्स्ट्रा खालको सफ्टनेस त दिन्छ नै होइन, तर हजुरहरूको हेयर ग्रोथमा चाहिँ धेरै नै हेल्प गर्छ यसले। यो लगाउने बित्तिकै हजुरहरूले चाहिँ केही समयमै आफ्नो कपालमा चाहिँ बेबी हेयरहरू चाहिँ एकदमै धेरै ग्रो भएको चाहिँ फिल गर्नुहुनेछ। अब हेर्नुहोस् है, म चाहिँ पढेँ DIY लभर, होम रेमेडिज लभर होइन। सो हजुरहरू पनि म जस्तै केमिकल युक्त चिजहरूलाई चाहिँ टाढै राख्न चाहनुहुन्छ अनि आफ्नो घरेलु चिजहरू चाहिँ ट्राई गर्न चाहनुहुन्छ भने चाहिँ प्लिज ट्राई गर्नुहोस् होइन। कतिजना व्यक्तिहरूले त ट्राई गर्नु पनि हुन्छ, उहाँहरूलाई यसको फाइदा पनि थाहा छ। हजुरहरू चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ र हजुरहरूलाई चाहिँ यो DIY रेमेडिजको बारेमा केही पनि थाहा छैन भने चाहिँ हजुरहरूले निर्धक्क भएर चाहिँ यो मैले हजुरसँग सेयर गरेको भिडियो ट्राई गर्न सक्नुहुन्छ। यदि हजुरहरूलाई ट्राई गर्दै त्यस्तो कुनै प्रकारको चाहिँ अब हुन्छ नि कपाल चिलाउने, कपालमा फोकाहरू आउने, रातो हुने, टाउको हुने त्यस्तो टाइपको प्रब्लमहरू देखा पर्यो भने मात्र हजुरहरूले युज गर्न छोड्ने हो। तर हजुरहरूले युज गर्नुभयो भने बेस्ट रिजल्ट पाउनुहुन्छ। त्यतिसम्म चाहिँ हुँदैन, किनभने मैले अहिलेसम्म कसैलाई पनि सुट गरेन भनेको सुनेको छुइनँ है। अब एलोभेरा काटिसकेपछि चाहिँ प्याजलाई पनि मसिनो पारेर काट्ने। अब मैले चाहिँ कटिङ बोर्डमै राखेर मसिनो पारेको भए पनि हुन्थ्यो, यिनीहरू दुइटैलाई ब्लेन्डरमा राखेर ब्लेन्ड गरेको भए पनि हुन्थ्यो होइन। जसरी गर्दा नि आफ्नो इच्छा हो त्यसरी गर्न सकिन्छ। प्याजलाई पनि मसिनो पारेर काटिसकेपछि हाम्रो म्याजिकल हेयर अइल बन्न चाहिँ तयार भयो। अब है यो दुइटा राख्ने बित्तिकै हाम्रो कपाल यति धेरै बाक्लो, लामो, सिल्की, साइनी, स्मुथ हुन्छ। यो
यो हेयर अयल लगाउन थालिसकेपछि हजुरहरूले चाहिँ अरू हेयर अयल कुनै पनि लगाउनुहुन्न, त्यति धेरै पावरफुल छ। यो हेयर अयल त्यति धेरै पावरफुल छ होइन, जुन हजुरहरूको चाहिँ कपाललाई रातारात नै झर्न रोक्छ अनि त्यसै गरी उमार्न पनि हेल्प गर्छ, बाक्लो लामो बनाउन हेल्प गर्छ। जति सक्दो मसिनो बनाउनुहोस् काटेर होइन। मैले चाहिँ यतिको बनाएको छु, मसिनो नभएको फेरि मसिनो बनाउँछु होइन। यो हेयर अयल लगाउन थालिसकेपछि हजुरहरूले त मेरो च्यानललाई सब्सक्राइब नगरिकन जानुहुन्न, किनभने मैले यस्तो अमेजिङ खालको रेमेडीहरू लिएर आउँछु हजुरहरूको लागि होइन, जुनले चाहिँ मेरो कपालमा पनि एकदमै राम्रो गरेको छ होइन। सो हजुरहरूसँग पनि त्यो कुरा सेयर गर्न इच्छा लागेर मैले भिडियो बनाएको छु। अब ग्यास अन गर्ने, त्यसपछि प्यान लिने, हजुरहरूले जुनसुकै प्यान लिन सक्नुहुन्छ। फलामको प्यानहरू छ भने फलामको प्यान लिनु होला। त्यसमा चाहिँ हजुरहरूले आफूले कति टाइमको लागि यो अयल बनाउन चाहनुहुन्छ त्यति नै नरिवलको तेल लिनु होला। यसलाई चाहिँ नरिवलको तेलमा नै बनाउनु पर्ने हुन्छ। सो नरिवलको तेल चाहिँ मैले लगभग 5-6 चम्चा जति राख्छु, हजुरहरूले भिडियोमा देख्न पनि सक्नुहुन्छ। यो चाहिँ जमेको छ, अब यो तातोमा राख्ने बित्तिकै पग्लिन्छ है। मैले चाहिँ यो सबै नै हेयर अयल यहाँ कम्तीमा पनि 6-7 चम्चा छ, त्यो सबै राख्छु। अनि राखिसकेपछि चाहिँ यो पग्लिन थाल्छ, म यसलाई पगाल्छु अनि त्यसपछि एक एक गरेर चाहिँ अघिको हाम्रो चिजबिजहरू यसमा राख्नुपर्छ। साथीहरू, मैले हजुरहरूलाई कसरी विश्वास दिलाउनु होइन, हजुरहरूले यसको लागि युजै गर्नुपर्छ कि यति धेरै राम्रो छ यो हेयर अयल है। हजुरहरूले बनाएर लगाउन थालिसकेपछि यसको रिजल्ट थाहा पाउनुहुन्छ। अनि यति राम्रो चिज होइन, हजुरहरूले आफ्नो साथीहरूसँग पनि सेयर गर्नु। त्यसको लागि चाहिँ मेरो भिडियोलाई हजुरहरूले साथी सर्कलमा चाहिँ सेयर गर्नुपर्ने हुन्छ। भिडियो हेरिसकेपछि भिडियोलाई लाइक पनि गर्न नबिर्सिनु होला, च्यानललाई सब्सक्राइब गर्नु होला। अब मैले यसमा चाहिँ यो पग्लिसकेको छ नि त, ठुलो ग्यास बनाउने होइन, ग्यास चाहिँ एकदमै सानो बनाउने होइन, लो फ्लेममा चाहिँ यो बनाउनु पर्ने हुन्छ। अनि त्यसपछि मैले लगभग ठुलो चम्चाको चाहिँ 2 चम्चा जति मेथी छ यसमा, 2 चम्चा मेथी राख्छु। अनि त्यसपछि मेथी राखिसकेपछि हजुरहरूले यसलाई एकैछिन चाहिँ चटक चटक भएर चाहिँ पड्काउन छोड्नु होइन। यो हल्का चटक चटक गर्ने बित्तिकै चाहिँ हजुरहरूले यसमा प्याज र एलोभेराको त्यो अघि काटेको छ नि हो त्यसलाई राख्नु। हजुरहरूले यसलाई चाहिँ प्युरी नै बनाएर पनि यसमा हाल्न सक्नुहुन्छ, जसरी हजुरहरूलाई सजिलो लाग्छ त्यसरी नै गर्नुहोस् है। अनि यो राखिसकेपछि यसलाई हामीले एकैछिन पकाउनुपर्छ। अनि एकैछिन पाकिसकेपछि यसमा ल्वाङ राख्ने। पहिला कालो बनाउनु पर्छ भन्ने छैन, हल्का ब्राउन बनाउँदाखेरि हुन्छ। अनि हजुरहरूले यो बनाइसकेपछि चाहिँ हजुरहरूले अब कति टाइमको लागि हेयर अयल बनाउनु भएको छ त्यही अनुसारको चाहिँ हजुरहरूले यो सबै चिजहरू चाहिँ बढाउनु पर्ने हुन्छ। यो चाहिँ मैले केही नभए पनि मेरो चाहिँ 4 चोटि युज गर्न मलाई पुग्छ है। जस्तै हप्तामा मैले 2 चोटि लगाएँ भने 2 हप्ताको लागि मलाई पुग्छ। अनि त्यसपछि चाहिँ यसलाई हजुरहरूले चाहिँ एउटा सिसीमा चाहिँ स्टोर गरेर राख्नुपर्छ, रुम टेम्परेचरमै राख्न सक्नुहुन्छ। हजुरहरूले यसलाई छानेर पनि राख्न सक्नुहुन्छ भने यसलाई चाहिँ यो सबै चिज सहित राख्न सक्नुहुन्छ। म चाहिँ यो चिज सहित राख्छु। अनि 2 हप्ता भनेको लङ टाइम पनि होइन नि त, त्यो भएको भएर चाहिँ मैले यसलाई चाहिँ सबै एलोभेरा, प्याज, मेथी, ल्वाङ सबैलाई चाहिँ एउटा सिसीमा हाल्छु। अनि त्यसपछि मजाले झन् यसको गुण धेरै बढ्छ। हजुरहरूले यसलाई बनाएर घाममा पनि राखिदिन सक्नुहुन्छ, बेला बेलामा घाममा राखेर युज गर्नुभयो भने झन् बेस्ट हुन्छ। अनि यो चाहिँ नरिवलको तेल हो। सो नरिवलको तेल चाहिँ जम्न सक्छ नि त, त्यो जम्यो भने चाहिँ हजुरहरूले चाहिँ यसलाई डबल बोइलर प्रोसेसमा राखेर यसलाई पगालेर लगाउन सक्नुहुन्छ, या घाममा राखेर पनि लगाउन सक्नुहुन्छ। यो अयल चाहिँ हजुरहरूले लगाएको 4 घन्टापछि मात्र नुहाउने हो। त्यसपछि हजुरहरूले आफ्नो कपालमा आएको सफ्टनेस देखेर एकदमै छक्कै हुनुहुन्छ। हामीहरूले चाहिँ बजारमा कति धेरै अनियन स्याम्पू, अनियन हेयर अयल भनेर पाउँछौँ नि त। सो त्यो युज गर्दा पनि हुन्छ होइन, जसरी हजुरहरूलाई मन लाग्छ त्यसरी युज गर्न सक्नुहुन्छ भने यसरी घरमै बनाएर पनि युज गर्न सक्नुहुन्छ। अब लास्टमा चाहिँ मैले ल्वाङ राखेँ, ल्वाङ राखेर नि मजाले पकाउने। यसलाई एकैछिन चलाइराख्नुपर्छ, चलाइराखेपछि मजाले पाक्छ। यो पाकिसकेपछि चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ कलर चाहिँ ब्राउन ब्राउन हुन्छ। यति धेरै राम्रो हेयर अयल त हजुरहरूसँग कसैले पनि सेयर गरेको छैन होला। पक्का पनि यो हेयर अयल ट्राई गर्नु भन्छु म त। हजुरहरूले त यो ट्राई गर्नु भएन भने लाइफमा हजुरहरूको कपालले अधुरोपन मात्र फिल गर्छ। मैले भन्न खोजेको कुरा हजुरहरूले बुझ्न सक्नुहुन्छ है।
अनि हेर्नु त पाकेर यस्तो भइसकेको छ। अनि यो धेरै बेर सेलाएँ, म मेरो अरू काममा लागेको थिएँ, त्यो भएको भएर नरिवलको तेल त हल्का जम्न थाल्छ नि त, सो म यसलाई फेरि हल्का तातो बनाउँछु अनि म छान्छु। हजुरहरूलाई चाहिँ मैले यहाँ छानेर देखाएँ भने मैले चाहिँ नछानिकन यो सबै चिज सहितै सिसीमा राख्छु। अनि हजुरहरूले जे गर्दा पनि हुन्छ, यसलाई हेयर प्याक बनाएर लगाउँछु भनेर छानेर तेल राख्न पनि सक्नुहुन्छ, होइन म यतिकै राख्छु भनेर राख्नुहुन्छ भने पनि जसरी गर्दा पनि हुन्छ। अब यसरी छानेर राख्नुभयो भने चाहिँ यो माथिको छोक्राहरू सबैलाई चाहिँ हजुरहरूले ब्लेन्ड गरेर चाहिँ हेयर प्याक बनाएर लगाउन सक्नुहुन्छ। मेरो चाहिँ आफ्नै दिदीको यति धेरै कपाल झरेको थियो, यति धेरै कपाल झरेको थियो, मैले ऱ्यान्डमली उसलाई चाहिँ यो हेयर ओइल बनाएर चाहिँ दिएको थिएँ। अनि उसले लगाउन थालेको 2 युजमा नै उसको कपाल चाहिँ झर्न रोकियो भनेर एकदमै खुसी भएको थियो। सो हजुरहरू पनि आफ्नो कपाल झर्न रोक्न चाहनुहुन्छ, कपाललाई बाक्लो लामो सिल्की बनाउन चाहनुहुन्छ भने चाहिँ यो हेयर ओइल बनाएर चाहिँ हप्तामा 2 चोटि आफ्नो कपालमा चाहिँ हेयर ओइलिङ गर्न स्टार्ट गरिहाल्नु होला। एकदमै राम्रो बेनिफिसियलवाला ओइल हो। सो ट्राई गरिसकेपछि कस्तो भयो भनेर हजुरहरूले मलाई कमेन्ट गरेर पनि भन्न सक्नुहुन्छ। अरू यस्तै भिडियोज के हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट गर्न नबिर्सिनु होला। अनि च्यानललाई सब्सक्राइब गरिकन सँगैको बेल आइकनलाई पनि प्रेस गरिदिनुहोस् भन्न चाहन्छु। प्लिज भिडियोलाई लाइक पनि गरिदिनु होला। हजुरहरूको लाइकले चाहिँ मलाई एकदमै मोटिभेट गर्छ भिडियोज बनाउनको लागि। थ्याङ्क्स फर वाचिङ, बाई बाई।